ब्लक 2 को कन्क्रिटिङ धमाधम भइरहेको अवस्था छ यहाँनिर हजुरले देख्न सक्नुहुन्छ। ब्लक 2 को कन्क्रिटिङ धमाधम भइरहेको छ। ब्लक 3 को रहेछ सर। ब्लक 3 को कन्क्रिटिङ धमाधम भइरहेको छ। ब्लक 8 को चाहिँ हिजो हाम्रो सकेको थियो कन्क्रिटिङ गरेर। यता हाम्रो ब्लक 8 मा पहिलो पार्टमा अब चेयर लगाउनको लागि क्लिनिङको काम पनि घटाबरको भइरहेको छ। हजुरले देख्न सक्नुहुन्छ यहाँनिर कति मान्छेहरू लागिपरेको छ। एकदम अब वर्कर्सहरू पनि इनफ छन् यहाँनिर काम गरिरहेका छन्। सबैजना आफ्नो काममा व्यस्त छन्। अरू यता प्रोग्रेस भनेको यता हाम्रो सबभन्दा ब्लक 1 मा राइजरको काम अलमोस्ट सक्ने लागेको छ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो यता फायर ट्यापको काम पनि सत्तावर भइरहेको छ। यहाँनिर हाम्रो रिङसिङहरू पनि छिराएको देख्न सक्नुहुन्छ है हजुरहरूले। यहाँनिर फायर ट्यापको काम पनि देख्न सक्नुहुन्छ यहाँनिर भइरहेको एकदम धमाधम भइरहेको छ। फायर ट्यापको काम र क्लिनिङको काम पनि भइरहेको छ। हाम्रो ब्लक 2 को हाम्रो चलन चाहिँ भर्खर सुरु भएको हो। अहिलेको टाइम चाहिँ हजुरलाई 10:30 अलिकति अगाडि नै योभन्दा अगाडि सुरु भएको। यहाँ हाम्रो बम पम्पबाट काम भइरहेको अवस्था छ। यसरी हाम्रो बम पम्पबाट कन्क्रिटमा जमा होइन त्यसपछि हामी यहाँबाट पम्पबाट त्यो टाढासँग माल पास भइरहेको अवस्था छ। हाम्रो वेस्ट साइडको साइड इन्जिनियर हुन्छ उहाँ चाहिँ हाम्रो प्लान्ट पर हुनुहुन्छ। हेरिरहनु भएको काम कतिको गुणस्तरीय छ कि छैन, राम्रोसँग भइरहेछ कि कतिको के भइरहेछ। हाम्रो ब्लक 2 को काम पनि एकदम रफ्तारमा भइरहेछ। सक्दो छिटो सकाउने प्रयास छन्। अब हामीले धेरै ढिलाइ नगरिकन एकदम चाँडोभन्दा चाँडो हामीले अब यो कन्क्रिटिङको कामहरू सकाउने सोचेका छौँ। यहाँनिर चेयर पनि देख्न सक्नुहुन्छ हामीले बाहिर निकालिसकेको छ। चेयरलाई पनि आज सकेसम्म आज नभए भोलि त्यो हामीले क्लिनिङ के गर्नुपर्छ त्यो गरेर लेआउट गरेर गरिसकेको छौँ। त्यसमा अब डिजाइनहरू ड्रइङ अनुसार हामीले प्लेसमेन्ट गर्छौँ। त्योभन्दा अघिल्लो भिडियोमा हजुरहरूले सुन्न सक्नुहुन्छ कस्तो हुन्छ हाम्रो मतलब एकदम चेयर लागिसकेपछि एकदम सूर्यको प्रकाश ठ्याक्कै त्यहाँनिर पुग्ने गरेर एकदम सनराइज कस्तो राम्रो नजारा देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँनिर चेयरको काम सकिसकेपछि खास गरी यदि सबै मेहनत गर्नु भनेको अन्तिममा गएर हामीले चेयर राखेर बस्नको लागि एकदम कुर्सीको रोमान्स लिएर एकदम म्याचहरू हेर्नको लागि मात्र हो नि त यति धेरै हामीले मेहनत गरेको होइन। आखिरमा हाम्रो के भन्छ सबभन्दा मेन हाम्रो जुन छ नि सबभन्दा मेन चाहना भनेको हाम्रो त्यो कुर्सीमा बस्ने हो। त्यसरी रुखमा चढेर यताउति त्यसरी त अब हेर्न पर्दैन होला। यहाँबाट मजाले हामीले चेयरमा बसेर एकदम आनन्दको साथ होइन खुसीको रोमान्स लिनुपर्छ। न भुइँमा बस्नुपर्छ न केही गर्नुपर्छ होइन। यो हाम्रो नेपाल सरकारलाई चाहिँ धन्यवाद दिन चाहन्छौँ कि उहाँहरूले हामीलाई यस्तो अपर्च्युनिटी दिनुभयो होइन। यो टप बिल्डिङ बनाउनु भनेको त लास्टै कठिन काम हो। लास्टै गाह्रो काम पनि हामी हरेक कुरा लेआउटदेखि लिएर ड्रइङदेखि लिएर सब कुरा अन्डरस्ट्यान्डिङ गर्नुपर्छ। एकदम गाह्रो हो नि यसमा त हजुरहरूले डिजाइन अनुसार गर्नलाई त एकदम फास्टै स्ट्रगल गर्नुपर्छ। अब यसमा यो काममा हाम्रो ढिलाइ भयो होइन। अब ढिलाइ त भयो नेपालको हुन्छ हरेक काममा ढिलाइ नै हुन्छ। तर यसमा त्यस्तो खासै ढिलाइ त के भन्नु नभन्दा नि हुन्छ। मेरो विचारमा चाहिँ लगभग यहाँ हामीले सकेसम्म मेहनत गरेका छौँ। काम गरि नै रहेछौँ। कति कुनै दिन यस्तो पानीसानी परेर होइन तलै ढलानदेखि फुटिङदेखि लिएर माथिको काममा कति पानीले चाहिँ बडी नै असर गरेछ। कहिलेकाहीँ यसै अब मेटेरियलहरू नपाएर पनि हुन्छ होइन। त्यसरी ढिलो भएको हो। त्यो पनि भन्नुपर्दाखेरि हाम्रो काम लगभग चाँडै भएको भए जस्तो चाँडै भएको भन्दा पनि हुन्छ। किनकि चाँडै हुन्छ भन्ने पनि सकिन्छ। किनकि लगभग यो साउनको समयमा सकिन्छ जस्तो लाग्यो मेरो विचारमा चाहिँ। अब यो असारको फर्स्ट विक मेरो साउनको सेकेन्ड विकसम्ममा ढलान चाहिँ असारको लास्ट विक र साउनको फर्स्ट विकमा चाहिँ ढलान जसरी पनि सकाउने सोच बनाएको छ। हेरौँ के हुँदो रहेछ। त्यसरी नै हाम्रो कामहरू चाहिँ एकदम निरन्तरको साथ चल्दैछ यहाँनिर।
एनी टाइम मान्छेहरू खटाइएको छ। हेर्नु तपाईँ लोकसहरू कति धेरै मान्छे लागेको छन् क्लिनिङको कामको लागि। अब त्यहाँनिर क्लिनिङ गरेर त्यहाँनिर ड्रिलिङहरू गरेर एकदम त्यहाँनिर पनि चेयरको कामहरू फटाफट स्टार्ट गर्ने कुरा भइरहेको छ ढिलाइ नगरिकन। अब हामीले पहिला जस्तो राति घरमा पनि गरिरहेको छैन। हाम्रो दिउँसैदेखि स्टार्ट छ, बिहानदेखि नै स्टार्ट छ हाम्रो यो ढलानको काम। त्यहाँदेखि मालसाल बनाएर एकदम हाम्रो कन्क्रिटिङको काम। अहिले हाम्रो भिडियो अपलोड म एकछिनपछि लगभग अपलोड गरिदिइहाल्छु। हाम्रो ब्लग पनि क्लिनिङ भइसकेको छ, क्यास पनि क्लिनिङ हुँदैछ। ब्लगको कामको अब क्लिनिङ स्टार्ट हुँदैछ। ब्लग पनि छिटै हुन्छ लगभग। त्यसरी नै हाम्रो मेन पावर्सहरू धेरै लगाएर फटाफट कामहरू गरिरहेको छ। राति पनि हामीले यो बनाउनु गरेको छौँ। यहाँ पनि यो काम पनि लगभग बिहानदेखि नै स्टार्ट गरेको छौँ। एकदम सकेसम्म छिटो हामी यो कामहरू दिउँसो सकाएर पोलिङको चिजहरू गरेका छौँ। क्लिनिङहरू गराएर कम्प्रेसन गरेर सोलिङ गरेर रिभरको काम गरेर त्यसरी नै हामीले जुन ब्लकमा गरेर पनि रिभर त्यो जाली बनाएर अनि त्यो राइडरको स्टेपहरू पनि काम त्यसरी नै गर्छौँ। सकेसम्म छिटो गर्नु प्रयास गरेर ल मौसमले साथ दिँदैन। हेर्नु त आज हामीले जस्तै अहिले बिहानदेखि नै ढलानको स्टार्ट गरेको छ। मौसम होइन, यहाँ घामसाम लागेको छैन, पानी पर्ला पर्ला जस्तो भएको छ। रातभरि पानी पनि परेको थियो। यस्तो छ मौसम, मैले अहिले देख्न सक्नुहुन्छ हजुरहरूले होइन। मौसम आज पनि कस्तो छ भनेर देख्न सक्नुहुन्छ हजुरहरूले। एकदम यसरी काम गर्दाखेरि यसरी हामीले राखेर फलमा राखेर ढलान गर्छौँ ताकि अर्कोमा असर नपरोस् अनि हाम्रो कन्क्रिट वेस्टेज पनि नहोस्। हरेक कुराको केयर गर्छौँ, क्वालिटी क्वान्टिटी। हजुरहरूले म ब्लग यो प्रोग्रेस पनि देखाउन गइरहेको छु। यसको ब्लक डी है होइन। ब्लक डी पनि फर्मवर्क रेडी छ। यो पनि छिटै सकेसम्म छिटै ढलान हुन्छ। यसमा पनि धेरै टाइम वेस्ट नगर्नु होला। अब हामीले एकदम एकदम धमाधम काम गरिरहेको छौँ, कतै पनि नलागिकन धमाधम काम गरिरहेको छौँ। एकदम फटाफट म्यान पावरहरू सकेसम्म बढी लगाएर होइन काम गरिरहेको छौँ। अब यहाँनिर हाम्रो ब्लक सीको पनि फर्मवर्कको काम स्टार्ट भइसकेको छ है गाइजहरू। लगतै ब्लक सीको काम पनि फर्मवर्कको काम पनि सुरु भइसकेको छ, देख्न सक्नुहुन्छ हजुरले। यहाँनिर मान्छेहरू एकदम हटाइएको छ फर्मवर्कको लागि। ब्लक सीमा चाहिँ यस्तो छ, हाम्रो कोलुङको ब्रिज र कोलुङको बिचको डिस्टेन्स चाहिँ फरक छ है। पछि यो डिजाइनमा अलिकति चेन्ज आएको, पहिला जस्तो थिएन, पछि यसलाई चेन्ज गरेर टक्सीको चाहिँ यसले हाम्रो अलिकति ब्याक हुन्छ। तर पाइल क्यापको उतासम्म पुग्दाखेरि हाम्रो लगभग सेमै हुन्छ है। अरूमा चाहिँ फरक पर्दैन, हाम्रो स्टेप्सहरूमा राइजरहरूमा चाहिँ फरक पर्दैन। बिम मात्रै हाम्रो नजिक आएको डिजाइन अनुसार थोरै चेन्ज भएको। यसरी नै हाम्रो कामहरू गरिन्छ। एकदम हिलो हिलो छ। हिजो राति पानी परेर फेरि हिलो हिलो भएको छ। बाहिरबाट फेरि आज गाडी मगाउनु मिल्ने कि नमिल्ने कि बम पम्प पनि आज कुरा त भएको थियो बाहिरबाट। हेरौँ के हुन्छ। सकेसम्म अब छिटै सघाउने विचार छ। हेर्नु मौसमले पनि साथ दिनु पऱ्यो। मौसमदेखि त देखिरहनु भएछ। अलिअलि जस फ्रेस हुन्छ, फेरि गुडाङ गुडुङ पनि गरेर आएर यसले
हजुरहरूले यहाँनिर एकदम हिजो पनि हजुरहरूले सेम देख्नुभयो होला यसरी नै म हिँडेर गएको आज पनि हजुरहरूले सेम देख्नु भइरहेछ यहाँ हाम्रो माटो फिलिङ कम्प्याक्सनको काम पनि धमाधम भइरहेको छ पाइलिङको काम पनि चलिरहेछ पाइलिङ पनि लगभग कन्क्रिटिङ कति 3वटा जति कन्क्रिटिङ भइसक्यो लकिएको यो माथिल्लो पार्टमा चाहिँ त्यस्तो खासै के प्रोग्रेस छैन तल्लो पार्टमा चाहिँ एकदम प्रोग्रेस छ अच्छा हाम्रो राइजरको लागि उहाँ सरहरूले एकदम ठ्याक्कै एकजट मिलाउनु भइरहेछ के कुरामा डिस्कस भइरहेको छ लु हेरौँ है गाइजहरू बढी छ त्यहाँ 1 मिली बढी छ उहाँले 1 मिली पनि हेर्नु हुँदो रहेछ हेर्नु न हाम्रो सरवेयर सर है उहाँ चाहिँ 1 मिली भनेको चाहिँ कति हुँदो रहेछ सर 1 लिटर हो 1 लिटर 1 मिली भनेको 1 लिटर हो 1 लिटर ठिक छ त एकदम ठिक छ भने तर पुरैमा किन ठिक यहाँनिर पुरै हो ल यहाँबाट त्यहाँ एकैचोटि नाप्दा किन ठिक भयो देख्नु भइरहेछ यहाँनिर पुरै हाम्रो एकदम हरेक एकुरेसीमा काम भइरहेछ यहाँनिर उहाँको बोली भर्खर सुन्नु भएर उहाँलाई धेरैजनाले चिन्नुहुन्छ होला समय पनि कडा छ लाइभ होइन कि ऊ भिडियो रेकर्डिङ गरेर ठ्याक्क हालिहालौँ टाइम हुन लागिसक्यो अनि मौसमले आज साथ दियो भने के छ सर आज हाम्रो ब्लक जुन हाम्रो इको जुन ढलान भइरहेछ के छ सर हजुरको विचारमा कम्प्लिट हुन्छ त आज अनि ब्लक डीको सबै हुन्छ आज होइन ध्यान दिनु पऱ्यो है अब सरहरू ध्यान दिनु पऱ्यो यहाँनिर हाम्रो यतापट्टिको तल्लो पार्टहरू सबै ढलान भइसकेको हजुरले देख्न सक्नुहुन्छ होइन अब यहाँ ब्लक एको पनि अब राइजर कतिवटा भइसकेको रहेछ सब्सक्राइबरहरू ढिला भइहाल्यो गाइजहरू अनि त्यसपछि मेरो च्यानल पनि यसो सब्सक्राइब पनि हालिदिनु होला है गाइजहरू सब्सक्राइबर के हो सब्सक्राइबर चाहिँ बढ्दै बढ्दैन त भ्युज पनि यसो कम आइरहेछ के छ हजुरले के जिज्ञासा छ के बुझ्नु चाहनुहुन्छ होइन कुनै साइट इन्जिनियरको बारेमा यसो बुझ्न चाहनुहुन्छ कोही मन पऱ्यो भने यसो भन्नु होला उहाँको बारेमा पनि यसो डिस्क्रिप्सन पनि दिइराखौँला होइन हजुरहरूले अरू साइटमा पनि उहाँहरूलाई लान सक्नुहुन्छ कतै छ कन्ट्याक्टमा भने उहाँहरू एकदम एक्सपिरियन्स हेर्नु अहिले भर्खर देख्नु सक्नुभयो हजुरहरूले होइन 1 मिली पनि नछोड्ने यतिको चाहिँ हुनुपर्छ क्या उहाँ सरहरू एकदम एक्सपिरियन्स मान्छेहरू है कसैलाई कुनै साइटमा मान्छे चाहियो भने उहाँ सरहरूलाई उहाँ सर्वेयर सर उहाँ लास्टै ह्यान्डसम मान्छे होइन उहाँ हाम्रो इस्ट ह्यान्डल गर्ने एक्लै बिग बस अलराउन्डर अहिले वेस्टतिर लाग्नु भएको छ होइन राम्रो हुन्छ उहाँ सरहरू सबैजनाको इन्टरभ्यू पनि चाहनुहुन्छ भने यसो म एकचोटि इन्टरभ्यू पनि फ्याट लिदिउँ ल होइन के को डिग्री छ कसो छ हजुरलाई डिग्रीको सर्टिफिकेट चाहियो भने पनि निकालेर अनि हाम्रो यहाँ सर राइजर चाहिँ कतिवटा भइसकेको रहेछ 13वटा सकिन लागिसकेको रहेछ त ल ठिक छ है अब हाम्रो राइजरको काम पनि सकिन लागिसकेको छ अब लेभल सेभल हेरेर फिटफाट गरेर यसको ढलान भोलिसम्म हाल्नुपर्छ है गाइजहरू यति भन्दैमा अब हाम्रो 2 शब्द यहीँ टुङ्गाउनु पर्छ कि इस साइडमा प्रोग्रेस भनेको चाहिँ सफा सुग्घर त अनि लाइभ बिस्तारै लाइभ पनि गर्छु हजुरहरूले लाइभ साइडमा पनि बोलाउन चाहनुहुन्छ भने यसो कमेन्ट गर्नु होला कतिजनालाई जिज्ञासा रहेछ लाइभ देख्न चाहनुहुन्छ होइन भर्खरै ढलान भएको पनि लाइभ गर्न सक्थ्यो होला नि त यहाँ हेर्नु भर्खर ढलान भइरहेछ यहाँनिर हजुरहरूलाई इन्ट्रेस्ट छ भने म लाइभ पनि गर्न सक्छु ल ठिक छ आफ्नो केयर गर्नु होला राम्रोसँग बस्नु होला सकेसम्म यो प्रोजेक्ट हामीले छिटोभन्दा छिटो सघाउन प्रयास गर्छौँ पनि जसरी पनि लगाउँछौँ होइन अब यो काम सकेपछि हाम्रो त्यहाँ क्यान्टिलेभर जुन छ नि इस साइडमा त्यस्तो काम पनि सक्दो छिटो हुन्छ ल त्यति भन्दा पनि अब नाइस डे टेक केयर कहाँबाट मेरो भिडियो हेर्नु भइरहेछ यसो कमेन्ट गरिदिनु होला च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु